बिहानको समय छ, काममा जाने बेला भयो। मौसम पनि एकदम धुम्म परेको छ। यस्तो मौसममा काममा जान पनि कस्तो अल्छी लाग्ने। हेर्नुस् त कस्तो भएको छ मौसम। ओहो, तर एक हिसाबले कस्तो राम्रो आनन्दको पनि देखेको छ है बिहानको समय। यस्तो छ, गाडीको सिसा सबै त्यो धुवाँले तुवालोले भएको छ। यो चाहिँ काम गर्ने ठाउँ हो। यो चाहिँ यहाँ दिदी चाहिँ हाम्रो गाडीमा सँगै आउने दिदी चाहिँ ओर्लिनु भयो। उहाँको चाहिँ पिकिङ गर्ने काम हो फिल्डमा। अनि मेरो काम चाहिँ भन्न पर्दाखेरि क्वालिटी कन्ट्रोलर हो। त्यो म आइसके काममा चाहिँ स्टार्ट हुनलाई अझै 1.5 घन्टा बाँकी छ। 9 बजेबाट काम स्टार्ट हुन्छ। यो चाहिँ मेरो क्यान्टिन हो है। क्यान्टिनमा 1.5 घन्टासम्म बस्छु अनि बल्ल मेरो काम स्टार्ट हुन्छ। यहाँ यो सबै यो खाना तताउनलाई यो ओभन हो, यताको नि ओभन हो। यस्तो छ टनलभित्र जस्तो। अनि मेरी क्रिसमस आउन लागेको छ, त्यही भएर यहाँ सजावट गरिसकेका छन् क्रिसमसको।